What's up beautiful people, how are you all? तपाईहरु कस्तो हुनुहुन्छ है र आज चाहिँ म यहाँ स्पाइसी ग्रिल भन्ने एउटा बीबीक्यू हाउसमा आएको छु है। मेरो नाम चाहिँ यहाँ छ र आज चाहिँ अब म मेरो भाइसँग आएको छु। मेरो कोर्सको नाम प्रतीक हो है। भन्नु न है साथीलाई देखाइरहेको छु। हेलो गाइस, है म प्रतीक। त्यही हो अनि आज चाहिँ धेरै दिन बाद दासँग भेट भयो। फेरि पनि आज दुईजना यसो वक गर्दै आउँदा चाहिँ यहाँनिर नजिकको एउटा स्पाइसी ग्रिल रेस्टुरेन्ट छ है। हामीले यहाँनिर आज चिकन ग्रिल अनि फार्म भन्ने छ जसलाई आज ट्राई गर्नु गइरहेको छु। दाको पेजलाई फलो लाइक गरिदिनुहोस् होला। थ्याङ्क यू भाइ, धन्यवाद। र आज दुई भाइ फार्म खान आएको छु है। यहाँ हामी फार्म भन्छौँ नि कुवेतमा चाहिँ नि, यो चाहिँ चिकन रोस्ट हो फुल है। र आज हामी दुई भाइ धेरै दिन बाद भेट्यो है। पहिला पनि भेटिबस्यो थियो र दुई भाइको चाहिँ अचानक प्लान भयो है फार्म खाने। र यही हो सबसे नजिकको एउटा फार्म हाउस र हामी यहाँ दुई भाइको प्लान भयो खाने। र हामी यहाँ वक गर्दै गर्दै रमादानको टाइममा स्पेसली अब दिउँसोतिर खानु पाउँदैन हो, नाइट टाइममा यसरी आउने यहाँ टाइम नाइट टाइममा हो। यसो रेस्टुरेन्टहरू मजाले खानु पाउने हो। त्यही हो, तपाईँहरूलाई म देखाउँछु है यहाँ कस्तो चाहिँ हुन्छ यहाँको फार्ममा। अर्डर गरिसक्यो, अलिकति टाइम चाहिँ लाग्छ होला हो। यहाँ फार्म पनि आइपुग्यो है। हाम्रो यहाँ पराठा चाहिँ कम्प्लिमेन्ट्री हो, फार्म छ है। यो चाहिँ हरेक रेस्टुरेन्टमा कम्प्लिमेन्ट्री नै दिन्छ यसरी। यो चाहिँ अरेबिक स्टाइल हो। फ्राइस पाउँछ, सलाद पाउँछ है। यो चाहिँ यो गार्लिक सस तुम भन्छ यहाँ अरेबिक भाषामा। यहाँ चाहिँ चिल्ली पेस्ट, यो चिल्ली पेस्टहरू छ है। मेयोनेज हो कि चिज हो यहाँ अब है। सो लेट्स स्टार्ट। लो आइपुग्यो है हाम्रो फाहाङ चाहिँ डिनर। हाम्रो इफ्तार चाहिँ भर्खर हुँदैछ हो। दामी लाग्छ मलाई यो गार्लिक सस चाहिँ। उतातिर त पाउँदैन जस्तो है, प्रायःहरूले पनि पाउँछ नर्मल है। उतातिर पाउँदैन भने जस्तो। उतातिर त्यो सेकको अब रडमा टक्क हाल्यो हो, पोल्यो बस। हाम्रो उताको त्यो उताको बन्द है, रेस्टुरेन्ट हुन्छ। दामी रहेछ है। दामी हो नि त। के दियो चिकन पिस। ल फाइनली अब डाइट पनि भयो हाम्रो है। आजको डिनर भयो र हामी निस्केको। ओके, थ्याङ्क यू भाइ। दामी रहेछ है भाइ, कस्तो लाग्यो? दामी। झन्डै लाइट झारी नै हो, हेर्दा मात्रै कडा देख्ने रहेछ कि भनेर त यस्तो रहेछ। अलिक लुज रहेछ, अर्काको मात्रै रहेछ नि हौ। यसरी अर्काको त्यस्तो चाहिँ अलिक रिस्की नै हुन्छ। र गाइस, इट्स टाइम टु गो नाउ। भाइ डाइट कोक खानु न। इट्स टाइम टु गो नाउ। गुड नाइट people, beautiful people. See you next time.